चाहिँ हाम्रो सिलगढीमा चाहिँ पुरा जाडो भएको छ, ठन्डा भएको छ कि हाम्रो डगी चाहिँ यसरी बसेको छ। अब चाहिँ म चाहिँ बाहिरको नजारा देखाउँछु, हजुरहरूलाई हेर्दै गर्नुहोस् है। डरेरै जाडोले हो। वेलकम टु दिदीबहिनी गार्डन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ सिलगढीको वेदर चाहिँ यस्तो धुम्मा भएको छ। यहाँ हेर्नुहोस् कति बज्यो भने चाहिँ बिहानको चाहिँ 5:30 भयो। म चाहिँ पूजा गर्नु आएको नि त कि माथि छतमा, अनि यस्तो भएको रहेछ धुम्मा। फग लागेको के भएको हेर्न सक्नुहुन्छ। एउटा केही पनि देख्दैन, देख्न सक्नुहुन्छ हो, केही देख्दैन। यस्तो डरलाग्दो भएको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो डरलाग्दो भएको छ यहाँ चाहिँ धुम्मा भएर। अनि यहाँ प्लान्टहरू चाहिँ यतिको भएको छ, हेर्न सक्नुहुन्छ। हाम्रो यता चाहिँ यस्तो भएको छ है, तपाईँहरूले कस्तो डरलाग्दो भएको छ। एरिया चाहिँ हाम्रो यस्तो भइरहेको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हजुरहरूकोमा पनि त्यस्तै हुन्छ कि हाम्रोमा मात्रै भएको यस्तो यस्तो भइरहेछ नि, डरै लाग्दो अन्ध्यारो। यहाँ सामनेको पनि केही पनि देख्दैन, हेर्न सक्नुहुन्छ। हजुरहरूले यसरी गरेर हेरिदिनुहोस्। हेरिदिनुको लागि चाहिँ थ्याङ्क यू सो मच।